नमस्ते सबैजनालाई जो लप्पा है। आज चाहिँ हजुरको सामु फेरि नयाँ मुकबाङको साथ फेरि आइसकेको छु। धेरै पछि नयाँ मुकबाङ लिएर आएको छु है। आज चाहिँ मसित मुकबाङमा कोरियन नुडल्स अनि एग लिएर आएको छु अनि पफ ससेज लिएर आएको छु है, बोइल गरेको। आज चाहिँ स्पेशल मुकबाङमा चाहिँ मसित छ यहाँ चिकन डायमन्ड है, चिकन डायमन्ड लिएर आएको छु। मेरो अलवेज फेभरेटमा चाहिँ मेरो फ्यान्टा लिएर आएको छु ड्रिङ्कमा चाहिँ। अब चाहिँ ढिलो नगरी स्टार्ट गर्नेछु है त। अब चाहिँ खान सुरु गरे है त। खाए ल। भन्नुभएको मुकबाङ चाहिँ नगरेको पनि धेरै भयो, त्यही भएर आज धेरै पछि मुकबाङ भिडियो लिएर आएको छु है। चिकन डायमन्ड चिकन डायमन्ड चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको हो, मिठो हुने रहेछ। मैले चाहिँ एउटा युट्युबरको हिमालयन फुडीको हेरेको थिएँ, त्यसकैबाट रेसिपी हेरेर बनाएको, एकदमै दामी हुने रहेछ है। चिकन डायमन्ड चाहिँ एकदमै जुसी पनि हुने रहेछ, एकदमै मिठो पनि हुने रहेछ। फर्स्ट टाइम ट्राई गरेको चाहिँ दामी लाग्यो, हजुर पनि ट्राई गर्नु होला, एकदमै दामी हुने रहेछ। पकाएर झोलहरू भन्दा पनि फ्राई गरेको चाहिँ एकदमै दामी हुने रहेछ कि मैले फ्राई गरेर त्यही हिमालयन फुडीको हेरेर त्यही रेसिपी हेरेर फ्राई गरेर अनि कोरियनको सुप र झोल राखेको चाहिँ एकदमै दामी भएको छ है। धेरै पछि मुकबाङ भिडियो लिएर आएको। बफ बोइल ससेज दामी हुने रहेछ बोइल ससेज पनि। मैले मुकबाङ भिडियो चाहिँ नगरेको लगभग 1 वर्ष जति भइसकेको थियो अनि
धेरै भटे नगरेको पनि, त्यही भएर गरौँ न भनेर लिएर आएको थिएँ। भ्लगहरू चाहिँ हालिरहेको थिएँ। मुखबाङ भिडियो चाहिँ धेरै नै भइसकेको थियो, त्यही भएर आज फाइनली लिएर आएको छु है। गरौँ न यसो, आज धेरै पछि गर्न पनि मन लाग्यो। आजकल धेरै पनि खान पनि सक्दैन है पहिला जसरी, त्यही भएर आज चाहिँ मुखबाङ लिएर नै आउँछु भनेर लिएर आएको है। चिकन डायमन्ड चाहिँ दामी लाग्यो है, आफै बनाएको घरमै। यो सबै मैले आफै घरमा बनाएको आज चाहिँ। लक्ष्मण भाइबाट किनेर ल्याए चिकन डायमन्ड चाहिँ त्यही हिमालयन फुडीको हेरेर रेसिपी हेरेर बनाएँ। आफै यसरी बनाएको चाहिँ दामी हुने रहेछ क्या, फ्राई गरेर पकाउनु भन्दा पनि फ्राई गरेर चाहिँ दामी हुने रहेछ डायमन्ड चाहिँ। फर्स्ट टाइम खाएको, दामी हुने रहेछ है, जुसी हुने रहेछ, मिठो पनि हुने रहेछ यसरी खाएको चाहिँ। पहिला त डेन्जर खाइन्थ्यो कि। आज चाहिँ मैले चाहिँ भन्न बिर्सेछु, करेन्ट चाहिँ मैले 2टा जति प्याकेट लिएर आएको है। पहिला चाहिँ बुलडोग रामेन चाहिँ 2 प्याकेट खाइन्थ्यो कि, अहिले त पहिला यसरी नि खान सकिन्थेन। पहिला त धेरै खाइन्थ्यो, धेरै भइसक्यो नखाएको पनि। पहिलाको मुखबाङ भिडियोहरू पनि लिङ्क साइटमा राखिदिन्छु, हेरिदिनु होला। म रुचिले च्यालेन्ज गरेको थिएँ कि 2 प्याकेटको, तर रुचि हार्यो। म चाहिँ खान सक्थेँ कि, पहिला धेरै खाइन्थ्यो, अहिले त त्यस्तो बिटी खान सक्दिनँ। खाइराख्यो भने बानी हुने रहेछ, खाना छुट्यो भने चाहिँ अलि कम हुँदै जाने रहेछ। पहिला भन्दा चाहिँ कम हुने रहेछ खाने चाहिँ, पहिला यसरी भन्दा चाहिँ। पिरो त पिरै छ, आज हल्का करेन्टमा अझ पिरो ठप्दिएको क्या, पिरो नहोला भनेर, त्यही भएर हल्का पिरो राखिदिएको। धुलो खुर्सानी धेरै पिरो भएको। डायमन्ड चाहिँ दामी लाग्यो कि मलाई।
बिस्तारै टन्न हुन लाग्यो, धेरै हुन लाग्यो। मलाई चाहिँ एकदमै मुकबाङमा चाहिँ चिकन डायमन्ड लिएर आउँछु भनेर लिएर आएको थिएँ। आज फाइनली लिएर आएँ है, मिठो हुँदो रहेछ। Sauces. यो डायमन्ड चाहिँ धेरै हुन्छ, एउटा मात्र खाँदैछु, पेट भर्यो, धेरै नखान सक्ने रहेछ। पहिला यो एउटा खान्छु, कम्प्लिट चाहिँ गर्न नसक्ने रहेछ, डेन्जर पेट भर्यो। साथीहरु, मैले चाहिँ 1.5 जति खाएँ है, थोरै जति रह्यो। अनि यहाँ चाहिँ चिकन डायमन्ड एउटा रह्यो है, एकदमै फुल भयो, घाँटीसम्म नै आइसक्यो, एकदम खान नसकेर फ्यान्टा मात्र खानेछु। फ्यान्टा खाएर अनि यो भ्लग इन्डिङ गर्नेछु है। साथीहरु, आजको यो मुकबाङ भिडियो पनि कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है। अब चाहिँ हजुरलाई फेरि नयाँ मुकबाङको साथ फेरि लिएर आउनेछु। हजुरलाई फेरि नयाँ मुकबाङको साथ फेरि भेटौँला, वा भ्लगमा नि भेट्नेछु है। अनि हेरेर लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला, भिडियोलाई सपोर्ट। स्टे ट्युन गाइज है, भ्लगमा बसिराख्नु होला कनेक्ट भएर है। अब हजुरलाई फेरि नयाँ भ्लग वा मुकबाङको साथ फेरि भेटौँला है त। सी नेक्स्ट भ्लग गाइज, स्टे ट्युन, बाई।